उपसभामुख रुबिना ठाकुरले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने सामाजिक सञ्जालमा लेख्दै भनेकी छन् कि आफूलाई विवाहका लागि धेरै निमन्त्रणाहरू प्राप्त भइरहेको छ र तीमध्ये कुनै पनि कार्डमा दहेज मुक्त विवाह भन्ने उल्लेख भएको देख्न नपाइएको बताएकी छिन्। उनले भनेकी छिन् कि यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन र नसकेको संकेत गर्छ। उनले दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु र सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी छिन्। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने बताउँदै समाज परिवर्तनका कुरा गर्दा देश विकासको सपना देख्दा र सामाजिक कुरीति विरुद्ध उभिँदा परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने पनि बताएकी छिन्। उनले भनिन्, व्यक्तिगत स्तरबाट उठाएको सानो कदमले ठूलो सामाजिक रूपान्तरण सम्भव हुन सक्छ। उनले दाइजो लेनदेन भएको विवाहमा सहभागी नहुने र दहेज मुक्त समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरिनुपर्ने बताएकी छिन्। निमन्त्रणामा दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन पनि उल्लेख र अनुरोध गरेकी छिन्।